पोखराको सरङकोट कतिवटा धारा छ नि यसलाई तपाईँले धारा गर्नु है त मैले चाहिँ गनेको छैन। यी धारा सरङकोटमा रहेका धारा हुन्। सरङकोटको एउटा मन्दिर छ, त्यो मन्दिरमा रहेका धाराहरू नि कतिवटा धारा छन्। यहाँका धाराहरू तपाईँहरू गर्नु है त गनेर मलाई कमेन्टमा गर्नु होला। सरङकोटका धारा म सबै तपाईँहरूलाई सरङकोटको धाराको भिडियो बनाउँदैछु। मन्दिर पोखरा यहाँसम्मको मैले देखाएको। अब यहाँ फेरि उता है कतिवटा छन् यति आएको त कतिवटा छन् गनेर कमेन्ट गर्नु कता कता भन्यो ल। त्यसो भए एउटा है सरङकोट पोखराको सरङकोट डाँडा भनेको यो चाहिँ काठमाडौँको नगरकोट गए जस्तो रहेछ है ल। यो चाहिँ काठमाडौँको नगरकोट गए जस्तो कुहिरो लागेर हुस्स। अब म तपाईँलाई एउटा अर्को कुरा देखाउँछु। यहाँबाट चाहिँ प्याराग्लाइडिङ गर्ने ठाउँ नगरकोटको प्याराग्लाइडिङ गर्ने ठाउँ त्यहाँबाट छ। त्यसरी यो चाहिँ अब यहाँबाट हेर्दा चाहिँ फेवाताल त्यहाँबाट सकिएर है त्यो घरले छेको यो चाहिँ सरङकोट डाँडाबाट देखेको दृश्य हो। प्याराग्लाइडिङ गर्ने पनि त्यत्तिकै छन्। मन्दिर हेर्नुहोस् है। माम खोइ अब माम कहाँ जानु माम। अनि सरङकोट डाँडाको मन्दिर गणेशको मूर्ति भयङ्कर ठुलो बनाएका रहेछन्। हेर्नुहोस् है गणेशको मूर्ति सरङकोटको डाँडामा गणेशको मूर्ति। नयाँ वर्ष मनाउनेको भिड छ यस्तो होइन ल। तपाईँहरूलाई मैले देखाएँ यो चाहिँ सरङकोट धाम। यसलाई सरङकोट धाम भन्दो रहेछ यो ल। भन्नु पनि होला।